हालसालै 2021 सुरु भएसँगै नेपालमा केही नयाँ गाडीहरू आएका छन् त केही आउनेवाला छन्। 2020 मा लन्च हुने भनिएका गाडीहरू महामारीले गर्दा लन्च हुनबाट रोकिएका थिए। अब चाहिँ 2021 मा धेरै नै गाडीहरू रिलिज हुने भनिएका छन्। आजको भिडियोमा हामी नेपालमा नयाँ आएका र आउन बाँकी लिस्टेड गाडीहरू के छन् तिनीहरूको बारेमा हेर्नेछौँ। सो ढिला नगरी भिडियोलाई सिधै सुरु गरौँ। नम्बर 1 मा रहेको छ जीप रेनेगेड 2021। जीपको यो गाडी मार्केटमा पाइने अरू एसयुभी भन्दा निकै फरक छ। एसयुभी भएर पनि यो निकै अट्र्याक्टिभ डिजाइनको साथमा आएको छ। पहिलेको जीपको गाडी भन्दा यसको अफरोडमा कुद्ने क्षमतामा निकै परिवर्तन ल्याइएको छ। यसमा भएको सनरुफलाई चाहिँ मन लाग्दा निकाल्न पनि मिल्छ। यो मोडल नयाँ स्ट्यान्डर्ड ड्राइभर असिस्टको साथमा आउँछ। अरू फिचर्सको कुरा गर्नुपर्दा यसमा ब्लाइन्ड स्पट मोनिटरिङ भनेको ड्राइभरले देख्न गाह्रो हुने ठाउँमा चाहिँ गाडी आफैले पत्ता लगाउँछ। लेन किपिङ असिस्ट, रियर क्रस ट्राफिक अलर्ट जस्ता धेरै फिचर रहेका छन्। अब गरौँ यसको नराम्रो पक्षको बारेमा। यसको इन्जिनको पावर चाहिँ खासै राम्रो नभएको बताइएको छ अरू एसयुभीसँग कम्पेयर गर्दा। माइलेजको कुरा गर्नुपर्दा यसमा बिलो एभरेज ग्यास माइलेज रहेको छ। यो गाडी नेपालमा 2021 को मिडतिर रिलिज हुने अनुमान गरिएको छ। त्यसैगरी सेकेन्ड नम्बरमा रहेको छ फोर्स मोटर्स गुर्खा। BS6 गुर्खा एसयुभी चाहिँ 3 वटा डोरको साथमा आउँछ। यसको लेफ्ट साइडतिर चाहिँ 2 वटा डोर रहेको छ भने राइट साइडतिर जम्मा एउटा डोर रहेको छ। यसमा 6 जना मजाले अट्ने सिट क्यापेसिटी रहेको छ। यो गाडीको इन्जिनको कुरा गर्नुपर्दा 2.2 लिटर र 2.6 लिटरको भ्यारिएन्टमा आउने भएको छ। गुर्खा BS6 को अपडेट चाहिँ 2.6 लिटर इन्जिन भ्यारिएन्टमा मात्र आउने बताइएको छ। यो गाडी लगभग 89 bhp को पावर र 280 न्युटन मिटरको टर्कको साथमा आएको हुन्छ। यो पटक चाहिँ फोर्स मोटर्सले आफ्नो गाडीलाई डिजाइनको मामिलामा निकै नै राम्रो बनाएको छ। झट्ट हेर्दा यो गाडी मर्सिडिज जी वागन जस्तै देखिन्छ। गाडीमा गरिएको बाहिरी अपडेटको कुरा गर्नुपर्दा यसमा नयाँ ग्रिल, सोलिड बम्पर, एलइडी इन्डिकेटर्स, हेलो एलइडी भएको हेडल्याम्प्स अगाडिपट्टि छ भने पछाडि चाहिँ रिडिजाइन गरिएको बम्पर र फरक टेल ल्याम्प रहेको छ। भित्री नयाँ फिचरको कुरा गर्दा यसमा ABS यानि कि एन्टी लक ब्रेकिङ सिस्टम, पछाडिपट्टिको पार्किङ सेन्सर र ड्राइभर र प्यासेन्जर दुवैलाई एयरब्यागको फिचर दिएको छ। यो गाडीले नेपाली अफरोड गाडीहरूको भिडमा निकै ठुलो कम्पिटिसन ल्याउनेछ। यो गाडी पनि 2021 को मिडतिर लन्च हुने अनुमान गरिएको छ। त्यसैगरी थर्ड नम्बरमा रहेको गाडी छ टोयोटा फर्च्युनर 2021। 2021 मा लन्च हुने टोयोटा फर्च्युनर चाहिँ 2 वटा फरक भ्यारिएन्टमा आउने भनिएको छ। स्ट्यान्डर्ड भ्यारिएन्ट र स्पोर्टियर लेजेन्डर भ्यारिएन्ट। स्ट्यान्डर्ड भ्यारिएन्टमा चाहिँ नयाँ ग्रिल, एलइडी हेडल्याम्प्स र मस्कुलर बम्पर्स देख्न सकिन्छ भने स्पोर्टियर भ्यारिएन्टमा चाहिँ लेक्सस एसको जस्तो फ्यासिया र डुअल टोन एलोय व्हील्स देख्न सकिनेछ। दुईटैमा एलइडी टेल ल्याम्प आउनेछ र भित्री इन्फोटेनमेन्ट सिस्टमको कुरा गर्दा 8 इन्चको टच स्क्रिन हुनेछ जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो पहिले नै आउनेछ। यो गाडी 2.7 लिटर पेट्रोल इन्जिन र 2.8 लिटर डिजेल इन्जिनको साथमा आउनेछ। पावरको कुरा गर्नुपर्दा 201 bhp र 500 न्युटन मिटरको टर्क प्रड्युस गर्न सक्नेछ। यसमा 6 स्पिड म्यानुअल ट्रान्समिसन र अटोमेटेड गियरबक्स पनि हुनेछ। यस गाडीको ठुलो कम्पिटिसन भनेको नयाँ आउन लागेको फोर्ड इन्डेभर हुनेछ र 2021 को मिडतिर यो नेपालमा लन्च हुने बताइएको छ। फोर्थ नम्बरमा रहेको छ मर्सिडिज AMG G63 जी वागन। मर्सिडिजको जी वागन धेरैको ड्रिम कार हुन्छ। नेपालमा चाहिँ हालसाल नै यो गाडी आएको छ। सोसियल मिडियामा निकै भिडियोहरू आएको थियो यो गाडीको बारेमा। यो एसयुभी V8 बाइटर्बो पेट्रोल इन्जिनको साथमा आएको हुन्छ। इन्जिन डिस्प्लेसमेन्टको कुरा गर्दा चाहिँ 3982 cc को इन्जिन डिस्प्लेसमेन्ट रहेको छ। पावरको कुरा गर्दा 6000 RPM मा 577 हर्स पावर प्रड्युस गर्न सक्छ भने 3000 RPM मा 850 न्युटन मिटरको टर्क प्रड्युस गर्न सक्छ। यसको म्याक्सिमम स्पिड चाहिँ 220 km/h को रहेको छ भने 0 देखि 100 km/h एक्सिलेट गर्न जम्मा 4.5 सेकेन्ड लाग्छ। ट्रान्समिसन चाहिँ यसको 9 स्पिड अटोमेटिक रहेको छ। 5 वटा डोर रहेको छ। सिट क्यापेसिटी पनि 5 जनाकै रहेको छ। फ्युल ट्याङ्कको क्यापेसिटी चाहिँ 100 लिटरको रहेको छ। सेफ्टी र फिचर्सको कुरा गर्दा अहिले प्रेजेन्ट डे मार्केटमा भएका सबै जसो फिचर्स छ यसमा। प्राइस चाहिँ USD मा चाहिँ यसलाई $310,000 पर्न जान्छ जसलाई नेपाली 3 करोड 60 लाख पर्छ। अब नेपालसम्म आइपुग्दा चाहिँ कति पर्छ तपाईहरु आफै अनुमान गर्नु र कति पर्ला त त्यो एस्टिमेटेड प्राइस चाहिँ कमेन्ट सेक्सनमा लेख्न नबिर्सनु होला। त्यसैगरी फिफ्थ नम्बरमा रहेको गाडी छ टाटा ग्राभिटास। टाटा हैरियरको 7 सिटर भर्जन भनिएको यो गाडी नयाँ क्वार्टर ग्लास, मस्कुलर डिपिलर, रिडिजाइन गरिएको विन्डो, नयाँ एलोय व्हील्स जस्ता नयाँ डिजाइन लिएर आउनेछ। यसमा 2.0 लिटर 4 सिलिन्डर डिजल इन्जिन रहेको छ भने
इन्जिन पावरको कुरा गर्दा 168 bhp जेनेरेट गर्न सक्छ र 350 न्युटन मिटरको पिक टर्क प्रोड्युस गर्न सक्नेछ। 6 स्पिड म्यानुअल गियरबक्स र 6 स्पिड अटोमेटिक ट्रान्समिसन पनि यो गाडीमा रहेको छ। यसको टप कम्पिटिटर चाहिँ जीप कम्पास र ह्युन्डाई ट्युक्सन हुने बताइएको छ। नम्बर 6 मा रहेको गाडी छ फोर्ड इन्डेभर 2021। फोर्डले आफ्नो इन्डेभर मोडलमा स्पोर्टको भ्यारिएन्ट ल्याउन लागेको छ। यो गाडी 7 जनाको सिट क्यापेसिटीको साथमा आउनेछ। इन्जिन डिस्प्लेसमेन्टको कुरा गर्नुपर्दा 1996 सीसी को रहेको छ। 13.9 किलोमिटर पर लिटरको माइलेज दिनेछ। अटोमेटिक ट्रान्समिसन पनि अभाइलेबल हुनेछ यो गाडीमा। पावरको कुरा गर्नुपर्दा 3500 rpm मा 167.62 bhp जेनेरेट गर्न सक्नेछ र म्याक्सिमम 2500 rpm मा 420 न्युटन मिटरको टर्क जेनेरेट गर्न सक्छ। फ्युल टाइप चाहिँ डिजलकै रहेको छ र फ्युल ट्याङ्कको क्यापेसिटी चाहिँ 80 लिटरको रहेको छ। गियर बक्स चाहिँ 10 स्पिडको साथमा आएको हुन्छ। प्राइस चाहिँ 1.5 करोडदेखि 1.7 करोड पर्न सक्ने अनुमान गरिएको छ। त्यसैगरी 7th नम्बरमा रहेको छ महिन्द्रा XUV 500 2021। न्यू जेनेरेसन महिन्द्रा XUV 500 चाहिँ पहिलेको भन्दा अग्रेसिभ लुक्समा आउने भएको छ। डे टाइम रनिङ लाइट्स चाहिँ XUV 300 कै जस्तै रहेको छ भने अरु फिचर्स चाहिँ मोडर्न डे SUV मा जस्तै हुने बताइएको छ। यो गाडीमा गरिएको मेजर चेन्ज भनेको चाहिँ LED टेल ल्याम्प्स लगाइएको छ। 2021 को सेकेन्ड हाफतिर नेपालको सोरुममा आउने योजना गरेको छ महिन्द्रा नेपालले। यसको कम्पिटिटर भने थुप्रै गाडीहरू जस्तै ह्युन्डाई क्रेटा, MG हेक्टर, टाटा हेरियर, टाटा ग्राभिटासहरू रहेका छन्। त्यसैगरी 8th नम्बरमा रहेको गाडी छ मारुति सुजुकी फ्युचरो E। मारुति सुजुकीले चाहिँ अब कुप स्टाइलको इलेक्ट्रिक कन्सेप्ट कार फ्युचरो E ल्याउने भएको छ। मारुति सुजुकीले यस गाडीलाई कुप र SUV को फ्युजन बताएको छ, जुन चाहिँ मेन स्ट्रिम SUV को आर्किटेक्चर भन्दा भिन्नै हुनेछ। यो गाडीको बारेमा अरु खासै धेरै कुरा अथेन्टिक इन्फर्मेसन रिभिल भएको चाहिँ छैन, तर 2021 को लास्ट या 2022 को फर्स्ट हाफमा लन्च हुने बताइएको छ। त्यसैगरी अरु गाडीहरू रहेका छन् जीप कम्पास फेसलिफ्ट, स्कोडा कोडियाक पेट्रोल, होन्डा HR-V। माथि भनिएका सबै गाडीहरूले एकअर्कालाई निकै कम्पिटिसन दिनेवाला छन् यो पालि। यस्तै भई भिडियोहरू हेर्नको लागि चाहिँ हाम्रो च्यानल हाम्रो मोटर्सलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। टेक केयर, बाइ बाइ।